भन्दै थिएँ भन्दाखेरि आई अलरेडी एन्टर टु द बोटानिकल गार्डन हाम्रो दार्जिलिङको फुलबारी लोकली हामी त्यसो भन्छौँ। अन्त यो चाहिँ तपाईँको 1878 मा नै बनिसकेको र यसमा ओभरअल 3टा क्याटेगोरिज छ, अप्पर, मिडल, लोवर। डिफ्रेन्सिएसन पनि छ। आई विल सो यु अल दिस थिङ्स। एउटा कुरा नि, तपाईँ अलिकति ड्याङ्जिङ खालके है, अलिकति ग्यादर्ड खालके मनपर्छ भनेदेखिलाई यो भिडियो नहेर्दा हुन्छ। यसमा शान्ति, चिल्ड, इन्फर्मेटिभ टाइपको हुन्छ। तपाईँलाई त्यो मनपर्छ भनेदेखिलाई मसँग डेफिनेटली बस्नुहोस्। दिस इज अ प्लेस। म चाहिँ जाँदैछु तपाईँको फर्स्ट पार्ट, अप्पर पार्ट बोटानिकल गार्डनको। इट्स भेरी नाइस एन्ड साइलेन्ट। सो गाइस अहिले भनेकोलाई चाहिँ म यहाँ एउटा कुवा छ, तलाब, कुवा जे भन्दा पनि भयो, र यसको अगाडि छु। र चाहिँ विशेष गरेर यहाँ तपाईँको अवस्था हेर्नुहोस्, यो खालको छ। यहाँ धेरै धेरै रातो कलरको माछा छ। म तपाईँलाई देखाउँछु। सास फेर्नु साह्रो पऱ्यो होला जस्तो लाग्छ क्या घरिघरि मलाई, बुझ्नुभयो। सो गाइस म भने अहिले अप्पर पार्टमा छु हाम्रो बोटानिकल गार्डनको, र यो घर चाहिँ हो तपाईँको हाम्रो अप्पर पार्ट, जहाँ चाहिँ अर्किड हाउसहरू ज्यादा छ। कुरा चाहिँ के भन्छु भन्दाखेरि जो पनि यो सेक्टर्सलाई लिएर लिङ्क हुनुहुन्छ, स्टुडेन्ट्स होस्, चाहे जो टिचर्स होस्, चाहे जे पनि हुनुहुन्छ, उहाँहरूले अझै राम्रोसँग स्टडिज गर्नु हो भनेदेखिलाई यो जग्गा चाहिँ उहाँहरूको लागि चाहिँ गोल्डै हो, सुनको खानी नै हो। त्यो थियो तपाईँको पार्ट 1 अप्पर पार्ट। अब जाउँ हामी पार्ट 2 मिडल 1मा। मिडल पार्ट अफ दिस बोटानिकल गार्डन। र म चाहिँ तपाईँको अहिले भित्र छु, पोली हाउसभित्र, जहाँ चाहिँ वेदर बाहिरको भन्दा डेफिनेटली डिफ्रेन्स हुन्छ। किनभने यहाँ जति पनि प्लान्ट छ, यो प्लान्ट चाहिँ तपाईँको हाम्रो एक्चुअली जुन चाहिँ वेदर छ त्योसँगको म्याच नहुँदाखेरि चाहिँ कतिवटा प्लान्ट चाहिँ यसलाई जुन प्रकारको यो टेम्परेचर चाहिन्छ त्यो प्रकारले मेन्टेन गरेर यहाँ राखिदिएको छ। सो गाइस दिस इज अ भेरी नाइस प्लेस। यहाँ एकदम शान्ति छ। तपाईँ यदि आउनुहुन्छ यहाँ भनेदेखिलाई जुन चाहिँ चिसो हावा मेरो आँखामा अहिले आउँदैछ है, र तपाईँको जुन प्रकारको यहाँ नेचरको भरपुर मात्रामा नेचर भेट्नुहुन्छ। चराहरू कराइरहेको, दार्जिलिङमा सायद यस्तो जग्गा कम्ती होला जहाँ चरा कराइरहेको, र यो प्रकारको स्वच्छ वातावरण सबभन्दा नजिक दार्जिलिङको एरियामा हेर्नुहुन्छ भने यही हाम्रो बोटानिकल गार्डन हो। यहाँ जुन प्रकारको स्पेसिस छ, अनगन्ती छ बोटानिकल गार्डनमा तपाईँ स्टडिज गर्नुहुँदैछ भनेदेखिलाई यो प्लेस तपाईँको प्र्याक्टिकलको लागि एकदम बेस्ट हुन्छ। सो लेट्स गो टु लास्ट डेस्टिनेसन्स अफ दिस बोटानिकल गार्डन। जाउँ है। यो पछि चाहिँ तपाईँको हो हाम्रो बोटानिकल गार्डनको लवर्स एरिया, जहाँ चाहिँ खुल्ला छ, कुनै पनि घर छैन है, कुनै पोली हाउस टाइपको कुनै छैन, खुल्ला। हाम्रो दार्जिलिङको वेदरलाई सुइटेबल हुने खालको प्लान्टहरू चाहिँ यहाँ छ। थाक्यो यार। सो लास्टमा एउटै मात्रै कुरा भन्न चाहन्छु, यो हाम्रो हेरिटेज हो र यसलाई हामीले नै संरक्षित गर्नुपर्छ। हाम्रो बाजे बराजुले यहाँसम्म संरक्षित गरेर आयो। यो
जुन प्रकारले अहिलेसम्म चिनिन्थ्यो त्योभन्दा अझै राम्रो प्रकारले चिनिने बनाउने काम हाम्रो जेनेरेसनको अझै आउने भावी सन्तानको जेनेरेसन यो डेटिङ प्लेस होइन डेटिङ प्लेस भन्दा पनि ज्यादा यहाँ हेरिटेज छ यहाँ 50,000 स्पिसिस प्रजाति प्लान्टको प्रजातिको घर यो चिजलाई संरक्षित दिने काम चाहिँ तपाईँ र मेरो सो स्कुल पनि छुट्टी हुन आँट्यो सो म चाहिँ नानी जानुपर्छ सो भेटौँ फेरि नेक्स्ट भिडियोमा